हेलो गाइस, फिर से बताइए स्वागत है मेरा नया ब्लॉग, नया दिन नया ब्लॉग। आज मैं ज़्यादा इस मोबाइल रिपेयरिंग कोर्स इंस्टिट्यूट में आउँछ। मैं मोबाइल रिपेयरिंग सिक्नको लागि त्यसको बारेमा जानकारी अनि के कस्तो छ भनेर चाहिँ के कति रुपियाँ लाग्छ, के कति दिन लाग्छ सिक्नमा, त्यही हेर्न गएको। अनि यता फेरि त्यही मेन रोडमा गएर अनि बस पकडेर बसमा चढेर साथीहरू म अब खोराको देख्छु। त्यसमा मोबाइल एलाउड छैन भिडियो बनाउन, त्यसै कारण अहिले बनाए पनि छु। कतिजनाले त्यसै फसिएको हुन्छ यस बाटोमा। खाना भएपछि रेकर्ड गर्न पाइन्छ। अहिले त म आफै डराइरहेको छु मोबाइल निकाल्न केही गर्न, त्यसैले हेर्नु साथीहरू, एयरपोर्टको गेट हो यो। नमस्ते गरेर चाहिँ त्रिभुवन एयरपोर्टको गेट हो। एउटा अरू गेट छ त्यहाँ, त्यो चाहिँ अलि अगाडि छ। एउटा यो, एउटा अगाडि पनि छ एउटा गेट। त्योमा आएको काठमाडौँको बिल्डिङहरू यस्तै हो। एयरपोर्टतिरको यो सब। एउटा अरू गेट यहाँ, एउटा अरू पनि गेट छ यो सानोवाला। यसबाट पनि आउँदा एक्जिट एन्ट्री लेखेको छ। त्यो पनि यसभन्दा अगाडि त्यहाँ अलि अगाडि एउटा गेट चाहिँ यहाँ। यो गेट मलाई सबभन्दा राम्रो लाग्छ। यो चाहिँ मलाई लाग्छ यो मेन गेट। उतापट्टि चाहिँ त्यो यसबाट धेरै मान्छे आउँछ जान्छ, त्यही भएर यही गेट मेन गेट हो भनेर मलाई लाग्छ। तपाईँहरू के लाग्छ हेर्नु न साथीहरू। मलाई बाट एटिएम जानु पऱ्यो। अहिले फोन आएको, गल्तीमा पैसा छ, अहिले पैसा छैन गल्तीमा। अब त्यसै गएर एटिएम जानु पऱ्यो। त्यो एटिएम हेर्नु पर्छ, अब काट्दा हो काट्दैन। यतापट्टि नयाँ पहिला आएको थिएन, अब हेरौँला के हो। हेर्नु साथीहरू, म कुन बाटोमा जाँदैछु। यो चाहिँ म्यापको सहायताले, गुगल म्यापको सहायताले यो बाटो देखाइरहेको छ। यतापट्टि एटिएम हो। हेर्नुहोस्, एटिएम छ। एटिएम त छँदैछ, म्यापमा देखाउँदाखेरि त छँदै होला। छ भने म्यापमा देखाएको। हेर्नु कति टाढा, 350 मिटर भन्दैछ। यो कहाँ छ कहाँ हेर्नुहोस्। ल साथीहरू, अब म रुममा आएँ।